विक्रम सम्वत 2017 पुस 1 गते बीपी कोइराला नेपालका पहिलो लोकतान्त्रिक रूपमा निर्वाचित प्रधानमन्त्री एउटा युथ र्यालीमा थिए। नेपाल तरुण दलको प्रोग्राममा भाषण दिँदै थिए। त्यति बेला रोयल आर्मीले घेरा हाल्यो। उनलाई र अन्य नेताहरूलाई गिरफ्तार गरिएको थियो र सिंहदरबार त्यसपछि सुन्दरी जलमा राखियो, जुन ठाउँ बन्दी गृह भनेर पनि परिचित भयो। त्यो दिन नेपालको संसद डिजल्भ भयो, कन्स्टिट्युसन सस्पेन्ड भयो, पोलिटिकल पार्टिज ब्यान भए र एउटा राजा जसले आफै त्यो कन्स्टिट्युसन दिएका थिए त्यसलाई च्याति दिए। भोलिपल्ट डिसेम्बर 16, 1960 मा न्युयोर्क टाइम्सको हेडलाइन थियो, नेपाल्स क्याबिनेट इज आउस्टेड बाई किङ, महेन्द्र सिजेस मिनिस्टर एज एन्टी नेसनलिस्ट्स एन्ड डिजल्भ्स पार्लियामेन्ट। तर सवाल के हो भने यो कसरी भयो, किन भयो, के महेन्द्र साँच्चीकै भिलेन थिए त, वा यो कथाको अर्को पनि पाटो छ? बीपी कोइरालाको कथा बुझ्न एक पाइला हामी पछाडि जानुपर्छ। बीपी अर्थात् विश्वेश्वर प्रसाद कोइराला 1924 मा बिहारको सहरसा जिल्लामा जन्मिएका थिए, जहाँ उनका बुवा कृष्ण प्रसाद कोइराला एक्जाइलमा थिए। अर्थात् बीपीको जन्म नै एक्जाइलमा भएको थियो। राजनीति उनको रगतमै थियो। 1947 मा बीपीले विराटनगर जुट मिलको स्ट्राइक अर्गनाइज गर्न महत्त्वपूर्ण भूमिका खेले। त्यही आन्दोलनले उनलाई राष्ट्रिय नेताको रूपमा स्थापित गर्यो। त्यसपछि 1948 मा उनले नेपाल मजदुर कङ्ग्रेस खोले, जुन पछि ट्रेड युनियन कङ्ग्रेस बन्यो। बीपीले दशकौं इन्डियन एक्जाइलमा बिताए, राणा रिजाइमको विरुद्ध लड्दै, र जब 1951 मा राणा रिजाइम पतन भयो, नेपालमा एक नयाँ युग आउने आश जागेको थियो। 1959 मा नेपालमा पहिलो पार्लियामेन्टरी इलेक्सन भयो। नयाँ कन्स्टिट्युसन अन्तर्गत यो कन्स्टिट्युसन राजा महेन्द्रले नै दिएका थिए। नेपाली कङ्ग्रेसले 109 सिट मध्ये 74 सिट जितेर 2/3 मेजोरिटी हासिल गर्यो। बीपी कोइरालाले मे 27, 1959 मा प्रधानमन्त्रीको शपथ लिए। तर यहाँ एउटा अनौठो तथ्य छ कि इलेक्सन रिजल्ट आएपछि नेपाली कङ्ग्रेसका एमपीजहरू हर्षित भएर काठमाडौँ फर्के, तर किङ महेन्द्रले पार्लियामेन्ट बोलाउन र सरकार गठन गर्न ढिलाइ गरे। एमपीजहरू न्यू रोडको पिपल र चिया पसलमा बसेर अनिश्चितताभित्र कुर्दै थिए। राजा किन ढिला आउँदै थिए, यो प्रश्न त्यति बेला कसैले सोधेनन्, तर पछि इतिहासले आफै उत्तर दियो। बीपी कोइरालाले सरकारमा आएपछि प्रोग्रेसिभ पोलिसिज ल्याए। ल्यान्ड रिफर्म यो सबैभन्दा बोल्ड कदम थियो। बीपीको ल्यान्ड रिफर्म मेजर्स, विशेष गरी टिएनसी लजको संशोधनले जमिनदार वर्गलाई गहिरो ठक्कर दियो, जुन वर्गको आर्मीमा लामो समयदेखि डोमिनेन्स थियो। यो बुझ्न महत्त्वपूर्ण छ। बीपीले ल्यान्डलेस किसानहरूलाई अधिकार दिन जमिन सुधार ल्याए, तर यो किसानहरूको जमिन कसको थियो भन्दा जमिनदार अभिजात वर्गको, जुन वर्ग आर्मी र प्यालेसको नजिक थियो। बीपीले जमिन सुधार गर्दा उनले आर्मी र प्यालेसको साथ एक साथ गुमाएका थिए। बीपीले युएनमा नेपालको डेलिगेसन लिड गरे, चाइना र इन्डिया दुवैको भ्रमण गरे। त्यो बेला यी दुई देश टेरिटोरियल डिस्प्युटमा थिए। यो डिप्लोमेटिकली जोखिमपूर्ण थियो, तर बीपीले ब्यालेन्स गर्ने कोसिस गरे। तर राजा महेन्द्र एक टेम्परामेन्टको मान्छे थिए, जसलाई सोलो चार्जमा रहन मन पर्थ्यो। एउटा सानो तथ्य के छ भन्दा 1960 को सत्ता पल्टन लगेको 11 महिनामा महेन्द्र नेपाल बाहिर 5 महिना भन्दा बढी थिए। जापान र युएसमा 3.5 महिना, युकेमा 1 महिना। राजा आफ्नो देशमा 5 महिना नभएर बाहिर थिए, तर यो अवधिमा पछाडिबाट राजकीय षड्यन्त्रको प्लान हुँदै थियो। महेन्द्रले पुसको पहिलो दिन डिसेम्बर 15, 1960 मा कदम चले। उनले रेडियो ब्रोडकास्टमा नेपाली कङ्ग्रेस सरकारमाथि आरोप लगाए, ल एन्ड अर्डर मेन्टेन गर्न असफल, एन्टी नेसनल, करप्ट र अनएकाउन्टेबल। बीपी र अन्य नेताहरूलाई नेपाल तरुण दलको कार्यक्रममा रहँदा गिरफ्तार गरियो। महेन्द्रले क्याबिनेट डिसमिस गरे, 1959 को कन्स्टिट्युसन सस्पेन्ड गरे, पार्लियामेन्ट डिजल्भ गरे, सबै पोलिटिकल पार्टिज ब्यान गरे, इमर्जेन्सी डिक्लेयर गरे र रोयल डिरेक्ट रुल सुरु गरे। युएस सरकारले यो सत्ता हडप ग्रेट सेक्रेसी र सुपर्ब अर्गनाइजेसनसँग गरिएको भनेर नोट गर्यो। अर्थात् यो एक रातको निर्णय भने थिएन, यो मन्चको साइलेन्ट प्लानिङ थियो। अब एउटा अत्यन्त महत्त्वपूर्ण अननोन एंगलबाट बुझौं। डेप्युटी पीएम सुवर्ण शमशेर राणा त्यसबेला कलकत्तामा थिए, त्यसैले उनी पक्राउ भने परेनन्। तर काठमाडौँमा उनको सम्पूर्ण सम्पत्ति सरकारले जफत गर्यो, जसमा ललिता निवास स्टेट पनि थियो, जुन पछि नेपाल राष्ट्र बैंकको हेडक्वार्टर बन्यो।
यो सेक्सनले यो डकुमेन्ट्रीलाई अझ युनिक बनाउँछ। सत्ता पल्टन भएको एक हप्तापछि डिसेम्बर 20, 1960मा CIA डिरेक्टर एलन डुलेसले US नेसनल सेक्युरिटी काउन्सिललाई भने राजाको यो स्ट्रेन्ज कदममा दुई कारण हुन सक्छन्। कोइराला टु प्रोग्रेसिभ थिए र इन्डियासँग टु क्लोज रिलेसन राख्थे। डिसेम्बर 21, 1960मा US एम्बेसिडर हेर्नी स्टेभिन्सले राजा महेन्द्रसँग आधा घण्टाको मिटिङ गरे। यो कन्भर्सेसन पछि डिक्लासिफाई भएको छ। महेन्द्रले एम्बेसिडरलाई 7वटा कारण दिए। महेन्द्रले भने करप्सन थियो, कम्युनिजमको सपोर्ट थियो, एडमिनिस्ट्रेसन विक थियो। तर एम्बेसिडर स्टेभिन्सले वासिङटनलाई केबल गर्दा लेखे महेन्द्र राजा करप्सन र कम्युनिजमका कारणले कम र आफ्नो पर्सनल पोजिसन र प्रेस्टिज घट्दै जाने डरले बढी प्रेरित थिए। उनीहरूले सोचे यदि अहिले एक्सन नलिए ढिला भइसकेको हुन सक्छ। यो डिक्लासिफाइड केबलले एउटा सत्य उजागर गर्छ जुन महेन्द्रले पब्लिकली कहिल्यै स्वीकार भने गरेनन्। यो सत्ता अपहरण करप्सनको विरुद्धमा थिएन, यो सत्तामाथिको डरको विरुद्धमा थियो। महेन्द्रले यो पनि क्याल्कुलेट गरेका थिए कि नेहरूको इन्डिया र माओको चाइना दुवैले अस्थिरता नआउँदासम्म यो राजकीय हस्तक्षेपसँग जिउन सक्छन्। अर्थात् राजाले जियो पोलिटिक्स पनि हिसाब गरेर यो कदम चालेका थिए। बीपी र अन्य नेताहरूलाई पहिलो 3 महिना सिंहदरबारमा राखियो र त्यसपछि सुन्दरीजल पठाइयो। एक सिनियर आर्मी अफिसियल्सको रेसिडेन्समा यो ठाउँ बन्दीगृह भनेर चिनिन थाल्यो। बीपी थ्रोट क्यान्सरबाट पीडित थिए, तैपनि उनलाई बिना ट्रायल 1968 सम्म जेलमा राखियो, अर्थात् 8 वर्ष। यहाँ एउटा एक्स्ट्रा अर्डिनरी तथ्य छ। जेलमा बसेर बीपीले अद्भुत साहित्य रचे। सुम्निमा, 3 घुम्ती, श्वेत भैरवी, आमा र छोरा यी सबै सुन्दरीजल जेलमा लेखिए। एक प्राइम मिनिस्टर जो थ्रोट क्यान्सरले पीडित थिए, बिना ट्रायल जेलमा राखिएको थियो, साहित्य लेख्दैछन्। यो एकसाथ ट्रेजेडी र डिफियन्स दुवै हो। एउटा अर्को अननोन एंगलबाट बुझौँ, महेन्द्रको काउन्सिल अफ मिनिस्टर्समा कुनै एउटा बैठकमा राजाले बीपीलाई छाड्ने र उनीसँग अन्डरस्ट्यान्डिङ गर्ने प्रस्ताव राखेका थिए। तर तुलसी गृह र विश्वबन्धु थापाले विरोध गरे र केही दिन मागे। त्यही बीचमा चीन र भारतमा युद्ध भयो र बीपीको रिहाईको सम्भावना पूर्ण रूपमा भने समाप्त भयो। यो तथ्य बीपीको मेमोयर आत्मवृत्तान्तमा उल्लेखित छ, अर्थात् चाइना इन्डिया वारले बीपीको भाग्य निर्धारण गर्यो। त्यो कुनै कल्पना गरिएको थिएन। प्रश्नको एउटा सरल उत्तर भने छैन, तर अनेस्ट डकुमेन्ट्रीले दुईटा पाटो देखाउनै पर्छ। जे राम्रो गरे त्यो थियो इस्ट वेस्ट हाइवे, पछि महेन्द्र हाइवेको नाम दियो। यो केवल एउटा सडक थिएन, यो नेपालको इन्टिग्रेसनको स्ट्राटेजिक ब्याकबोन थियो। यो हाइवे अघि पूर्वी नेपालबाट पश्चिम नेपाल जान भारतीय भूमि प्रयोग गर्नु पर्थ्यो। महेन्द्रले त्रिभुवन विश्वविद्यालय स्थापना गरे, एउटा यस्तो समयमा जब नेपालमा कुनै विश्वविद्यालय भने थिएनन्। रोयल नेपाल एयरलाइन्स, एग्रिकल्चरल डेभलपमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, राष्ट्रिय बीमा संस्थान, बाँसबारी सु फ्याक्ट्री, जनकपुर सिगरेट फ्याक्ट्री, बिरगन सुगर मिल यी सबै महेन्द्रकै कार्यकालमा स्थापित भए। उनीहरूले इन्डियन एडभाइजर्सलाई हटाएर नेपाली अफिसियल्स राखे। इन्डियन करेन्सीको प्रचलन घटाएर नेपालको सोभरियन आइडेन्टिटी स्थापित गर्न कदम चाले। जे गलत थियो त्यो भने पञ्चायत सिस्टमले नेपाली आइडेन्टिटीलाई नेपाली ल्याङ्ग्वेज, दोहोरा सुरुवाल र हिन्दुइजममा फोर्सफुली जोड्यो, जसले इथिक र लिङ्ग्विस्टिक माइनोरिटिजमाथि प्रेसर सिर्जना भने गर्यो। पञ्चायत सिस्टममा नेसनल पञ्चायत सुप्रिम लेजिस्लेचर थियो, तर फाइनल अथोरिटी राजाकै हातमा थियो। पोलिटिकल पार्टिजले उनलाई डिक्टेटर भन्छन्, सपोर्टर्सले नेसन बिल्डर भन्छन्, र यो डिबेट अझै सिद्धिएको भने छैन। जनवरी 5, 1961मा महेन्द्रले अफिसियली पार्टीलेस पञ्चायत सिस्टम डिक्लेयर गरे। स्लोगन थियो कि एक भाषा एक पोसाक। जनवरी 31, 1972मा चितवनमा महेन्द्रको मृत्यु भयो। अफिसियल्ली हार्ट एट्याक भनिन्छ, तर कतिपयको मनमा कन्स्पाइरेसी थ्योरीहरू अझै छन्। यद्यपि यो क्लेम स्वतन्त्र रूपमा पुष्टि भने भएको छैन। त्यसपछि राजा वीरेन्द्र आए, पञ्चायत जारी रह्यो, तर जनताको असन्तुष्ट बढ्दै गयो। 1990 को पिपल्स मुभमेन्ट जनआन्दोलनले अन्ततः वीरेन्द्रलाई मल्टिपार्टी डेमोक्रेसी रिटर्न गर्न बाध्य पार्यो। राजा वीरेन्द्रले पञ्चायत जारी राखेको कुरा हामीले किङ वीरेन्द्र इन हिज लास्ट डेज भन्ने डकुमेन्ट्रीमा राखिसकेका छौँ। यदि हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानलमा चेक गर्न सक्नुहुन्छ अथवा यो आई बटनमा क्लिक गर्न सक्नुहुन्छ। अब आउँ यहाँ अन्त्यमा एउटा प्रश्न जो इतिहासले अझै सोध्छ। बीपी कोइरालाले जेलमा आफ्नो जीवनका सबैभन्दा प्रोडक्टिभ 8 वर्ष बिताए। ती वर्षहरू 1960 देखि 1968 को नेपालको ट्रान्सफर्मेसनका लागि भने अत्यन्त महत्त्वपूर्ण थिए।
यदि बीपीलाई काम गर्ने मौका दिएको भए नेपाल कहाँ हुन्थ्यो? त्यो प्रश्नको उत्तर कसैसँग भने छैन, तर इतिहास वाट इफमा चल्दैन। तर यति चाहिँ तथ्य हो कि एउटा मान्छे जसले विराटनगर जुट मिल्सको चौतारीमा मजदुरका अधिकारका लागि उभिएका थिए, जसले जनताको म्यान्डेटमा पहिलो पिएम बनेका थिए, उनीहरूले आफ्नो प्राइम इयर्स एउटा सुन्दरीजाल जेलमा बिताए, थ्रोट क्यान्सरसँग लड्दै कागज र कलम मात्र साथमा लिएर। र जुन राजाले त्यो सत्ता पल्टाए उनीहरूले नेपाललाई सडक, युनिभर्सिटी र आइडेन्टिटी दिए, तर साथसाथै 30 वर्षसम्म पोलिटिकल फ्रिडम भने खोजे। हिस्ट्रीमा कोही 100% हिरो वा 100% भिलन पनि हुँदैन। महेन्द्रको कथा र बीपीको कथा दुवै यही ट्रुथको प्रमाण हो। नेपालको डेमोक्रेसीको बीज 1947मा एउटा जुट मिलको चौतारीमा रोपिएको थियो। त्यही बीज 1960मा एउटा राजाको डरले थिचियो र 1990मा 43 वर्षपछि त्यही बीज अन्ततः रुख बन्यो। आजको डकुमेन्ट्री तपाईहरुलाई कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनु होला। हामी भेट्ने छौं यस्तै कुनै एउटा मिस्टिरियस नेपाली हिस्ट्रीमा। धन्यवाद।